ओइ डाका मङ्गले त बिग्रिन्छस् आफ्नै ढङ्गले। के बोले क्या मङ्गले? दुईटा जिब्रो भएको मङ्गले त तेरीमा डाका। हेर्नु त साथी डाकाको कुरो सुन्नु त एकचोटि। आजापातीको मतियार हो केपी ओली, प्रतिगमनको मतियार हो केपी ओली। केपी ओली आजको दिनमा ज्ञानेन्द्र शाहको कार्यकर्ता। सधैँ यो केपी ओलीले पादे पनि ठिक छ, केपी ओलीले जे गरे पनि ठिक छ भन्ने नयाँ कार्यकर्ताहरूलाई म सुझाव दिन चाहन्छु। केपी ओलीको पुच्छर भएर पछाडि हा गरिरहेछन् डाकाहरू। मङ्गलदाबा गोली खान तयार छ। या केपी ओलीले हालुन्, या केपी ओलीको सेनाले हानुन्, या केपी ओलीको प्रहरीले हानुन्, या केपी ओलीको साइबर सेलहरूले हानुन्। मङ्गल थापा चाहिँ यो मुलुकको लागि, यो मुलुकको स्वाधीनताको लागि आउँदै चाहिँ जसरी नारायणी हिटीबाट नागार्जुनमा पठायो, केपी ओलीलाई पनि बालकोटबाट यो भित्र खानेको सिङ्गापुरको अधिकारलाई नेपाली जनताले चाहिँ खोसेर बालकोट नपुर्यायो भने फेरि नेपाली जनताले कहिले पनि प्रगतिको बाटोमा कहिले पनि शान्ति पाउनेवाला छैन। ओलीलाई छोएर हेर, गुन्डुमा आएर देखाऊ दम छ भने। ओलीको रक्षाको लागि हामी मर्न तयार छौँ। माइती घर मण्डलमा हामी गोली खान तयार छौँ। मर्न तयार, मर्न तयार, गोली खान पनि तयार हो। प्रकाश अर्याललाई हामीले चाह्यो भने, राष्ट्रिय युवा सङ्घ नेपालले चाह्यो भने यदि महेश बस्नेत र ओलीलाई पक्राउ गर्यो भने घिसारेर सडकमा फाल्छौँ। त्यो दम छ, त्यो दम छ, तागत छ। जता खान पाए त्यतै लपकै। अहिले केपी यो केपीको झोले चाहिँ दुईटा देखियो है, यही मङ्गले र अर्को झोले छ नि अर्को महेश बस्नेत। यो दुईटा चाहिँ केपीको पक्षमा अहिले उभिरहेको छ है। यो झोलेहरू चाहिँ बाहिर मिडियामा आइरहेछ। यही चोरहरूले चाहिँ पैसा खाएछ, उसले भ्रष्टाचार गरेको पैसा यिनीहरूलाई बाँडेछ, अलिअलि चाट्न पाएछन्। त्यही भएर केपी भनेर उभिरहेको छ है। यो मङ्गलेलाई पनि तुरुन्तै लगेर जागिहाल्नुपर्छ है साथी। मङ्गलेलाई छोड्नु भएन। यो जस्तो फडा डाका कोही छैन हौ साथी। यस्तो डाका कुरो सुनेर साथी लाग्छ देश कहिले अघि बढ्छ। मै हुँ जान्ने, मै हुँ बाठो भन्छ भन्न चाहिँ। तेरीमा दुई जिब्रे मङ्गले।